हेलो हेलो आज हामी कहाँ बेला विस्टाको बजार जान लागेको आज सन्डे एभ्री टाइम बजार लाग्छ सो लाइक ओके लेट्स इन्ट्रोड्युस एभ्रीबडी जोइन फर्स्टमा दिप्सन छेत्री विपिन केवाली है साथी प्लिज इन्ट्रोड्युस माडे भगवान हामी चाहिँ पोर्चुगलको बजार जाँदैछौँ हाट बजार जस्तो हुन्छ ल है त उयो गरेर देखाउने छौँ ल हामी बजार आइसक्यौँ हामी चाहिँ बस्ने हाम्रो लोकेसन रिभिल गर्नुहुन्छ ओके हाम्रो लोकेसन चाहिँ रिभिल नगरौँ क्या गाइज होइन सो लाइक अब हामी बजार पुग्छौँ अनि बजारकै भ्यू देखाउँछौँ बजार चाहिँ एक्ज्याक्टली नेपालकै जस्तो फिल आउँछ सो हामीलाई के भन्छ रिभाइभ गर्न मात्रै मेमोरिज पोर्चुगलको सस्तो बजार ओके ल गाइज आई एम हियर न जाई हामी ल अब हाम्रो चाहिँ बाटो देखाउनुपर्छ ल यहाँबाट सिधै तल जानुपर्छ है गाइज ओके ल साथी चाहिँ बिजी छन् बजार पनि आइरहन् अब बजारकै भ्यू चाहिँ आउँदैछ नि त गाइज हामी चाहिँ आयो है त्यो बेला विस्टा बजार आइडन्ट बेला विस्टा बजार हामीले भन्नलाई बेला विस्टा बजार हो तर लाइक यो ठाउँको एक्ज्याक्ट नाम त थाहा भएन ल ल बामे केही भन्दैन त के गर्ने ल कहाँबाट स्टार्ट गर्ने अब हामी चाहिँ यहीँदेखि सुरु हुँदैछ अब हामी चाहिँ जर्सी खोज्न आइरह ल जर्सी ओरिजिनल जर्सी लिनु छ भने यहाँ आउनुपर्छ ल गाइज ल जाउँ ल जाउँ ल गाइज इन्जोय द भ्यू है त बजारको सबै पाउँछ यहाँ सब्जी अर्जेन्टिनाको जर्सी पनि हो सुनदेखि लसुनसम्म पोर्चुगलको त जर्सी उठाइदियो होला यता छैन कुन देश हो यो गुच्चीको ब्यागहरू देखायो ब्रान्डेड उहाँको चाहिँ कपिराइट होला पसलमा हाल्दैन सुन्ने यार सँग यो टिट गर्नुपर्छ अलि अगाडि जाँदै महरू ल एक्सप्लेन गर्दैन है केटा हो ओ ल गाइज एनीबडी वान्ट्स जर्सी रिभ्यू गर्ने त देश युरो गाइज कतिमा आयो 10 युरोमा 1600 अनि यता युरोकै दाम भन्न 10 युरो साथी के रिभ्यू गर्दैन ल आफ्नो बच्चा बच्चीले लान छ भने यहाँ पाउँछ आफूले किन्न छ भने यहाँ पाउँछ ल गाइज स्पेनले रिसेन्टली जितेको छ त्यो कसरी किन्न छ भने होइन त्यस्तो होइन पहिले स्पेन हो त यता होला छिटो रोज त ए फ्रान्स कहाँ रहेछ जामु साथी मेस्सी गाइज मेस्सी पनि छ त्यहाँ 20 हो साथी 20 हो यो यो उसवाला रहेछ 20 होइन 15 हो कति रहेछ Eso llamo. ¿Cuánto? 15? O nome nas costas. देख्यो भन्नु 20 हो साथी कति पर्दो रहेछ 15 होइन कति अरे बाबा आमे 15 हो कि 20 हो नाम लेखेको चाहिँ 20 15 के ए हैन 15 15 नाम लेखेको चेक हान न त्यही पनि गर Can I try this? साथीले जर्सी किन्ने नाम ओत्रो अब अहिले चाहिँ हल्का मङ्की जस्तो देखेछ मान्छे देखिन्छ लगाइदिन्छ क्या यस्तो सुविधा अलि 15 हुन्छ 10 चाहिँ लगाइदिन्छ कोही देखेर जाने Gibson, what are you taking, my friend?
म चाहिँ जस्ट रियलको नयाँ केस अहिलेको अलिक पछाडि जाँदा क्यामेरा पछाडि पछाडि नाम नाम छैन ओके ओके कति पर्छ यसलाई जस्ट डेज जिरो अँ ओके गाइज डेज जिरो भनेको चाहिँ 10 युरो है त धेरै नै होइन यहाँ सबै पाउँछ मेक्सिको मेड्रिड दुनियाँभरको सबै ओर्जी हो नामको ओर्जी तर मैले पनि जर्मनी किन्न पर्छ क्या यार त्यस्तो आउनु साथी यार गाइज यार यहाँ त मैले पो जर्सी किने त अहिले गएर होम रिभिल गर्नुपर्छ ल साथी के भयो सपिङको बारे इन्फर्मेसन चाहियो के तैँले भन् के लिन आएको उठेको सब्जी किन्न आएको आज भोकै बस्दै लाग्छ गाइज अब 10 किन पैसा छैन के खानु जय तपाईँले के किन्नु भयो के उयो किने तर पैसा चाहिँ तिरेन हो क्या साथी कहाँ हो हिँड्दै अर्को देश पुगिन्छ त जोइन त नाम टाढा नि यहाँ भने धेरै खर्च हुन्छ जे पनि किन्न मन लाग्छ रोक रोक जोइ प्लान्ट्सहरू किन्ने भए पार होइन यता देखा न पहिला पहिला आमा बाबुहरूले भन्थे नि बजार गयो भने त मेरो खर्च हुन्छ 1000 रुपियाँ जस अहिले चाहिँ रियलाइज भयो एउटा सामान किन्दा 1000 रुपियाँ गइहाल्छ भने ब्याग जोइले एक्सपोज गरिदियो तँलाई त तेरो कलरको तातो रहेछ जाडोमा लाउने हात पार्टी मेरो रेकर्ड गर्दा गर्दा फर्स्ट टाइम हो नि त त्यही भएर लाइक अब अहिले सबै सपिङ भएपछि हामी घर जाने बेला फेरि स्क्रिन रेकर्ड आई थिङ्क सबैले आइडिया जेनरल आइडिया भयो नि त कसै कहाँ बजार हो के पाउँछ यताउति सस्तो पाउँछ रमाइलो हुन्छ त्यही हो गाइज यहाँ सन्डे लाग्छ एभ्री सन्डे मर्निङमा इसलिए हामी के गर्दैछौँ यहाँ हामी यहाँ सुनभन्दा कम छैन हराइमा डर छैनमा छौँ के किन्ने भयो? यो त सुनको हो कि के हो महँगो रहेछ के दी? सिङ्गो सिङ्कु 5 पाँचमा त फेरि पाँचवटै आउनु पर्यो गाइज यहाँ सुन पसलमा आयो हामी जय तपाईँले किन लाउनु भएको तर जान्छ नि कहाँ अनि पाँचमा तपाईँको यस्तो टल्किने सिल्भर पाइन्छ त्यस्तो दामी दुईमा लिएको मैले 5-10 ल भनेको जस्तो पाइएन त्यही भएर आई थिङ्क फेरि अगाडि जानुपर्छ गाइज अब चाहिँ मैले हेर चेन्ज ड्रेसअप चेन्ज नाइकीको लाइक अब हामी चाहिँ सब्जी किन्नुपर्छ किनकि यहाँको सब्जी मार्केट देखाउँछु है मैले जय अब सब्जी मार्केट देखाउने केटा बोलेर गराउनु न के गर्नु लाग्यो कति पर्छ के हो माल दाम भनौँ न 99 किलोको टमाटर यो कति थाहा छ फेरि लास्ट महँगो हुन्छ एमबिए छ किन ल यहाँ त जय प्लिज एक्सप्लेन के गर्दै हुनुहुन्छ साथी हाम्रो सेफ चाहिँ साथी हो है सेफ 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 के गर्नु लाग्यो हजुरले हेल्पर आज सेफ आज स्पेसल के हो सुनिएन सेफ अलि चिच्याउनु न
केटाहरूले जे बनाउँछन् म त्यही खान चाहन्छु। हामीले बनाउनु त बनाऊ। के लिनुभयो ज्वाइँ साहब? टमेटो? ओके ल अनि बढी उठायो नि हुन्छ गाइज यही हो बजार। हामी चाहिँ फाइनली बजारबाट निस्कियौँ। अलिअलि जर्सी अलिअलि सब्जी किनेको छौँ। सी है त आज कस्तो भयो बजारको सपिङ तेरो? दामी भयो, सब कुरा भयो। बिहान बिहान उठेर एनर्जी, छुट्टै एनर्जी छ आज होइन। सामान के लिगिस् त नि? बजारै उठाइदिएको। लगभग बजार साथीले ज्वाइँले के उठाउनु भयो? यहाँ छ त साथी 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 तिमीले के उठायो? सब जर्सी मात्रै यता छ, म सब्जी मात्रै सब्जी सब। अब चाहिँ ल गाइज यदि इन्टरटेनिङ लाग्यो भने चाहिँ यो मेरो ओए यता कस्तो देखिन्छ अरे यतिको ठिक छ? ल अब चाहिँ यतिको ल हाम्रो सपिङ चाहिँ कम्प्लिट भयो साथीहरू। अनि अब यतिको कन्टेन्टहरू चाहिँ आइरहन्छ होइन, लाइक त्यही भएर चाहिँ बाटो चाहिँ उकालो छ। हाम्रो सोही हो है त। ओए कहाँ कुन ठाउँ हो यो? डाइबुटेल बजार? कसैले डाइबुटेल कोही डाइबुटेलबाट हुनुहुन्छ भने प्लिज कमेन्ट गर्नु होला। नेपाल हुँदाखेरि बजार जान पर्यो, टाढा हुन्थ्यो। यहाँ त वाइल्ड लजिक भयो। मुख धोयो, ब्रस पनि गरेँ। अनि कतिको इन्जोय हुन्छ बजार आएपछि। कस्तो मुडै फ्रेस भयो क्या, सही मजा आयो। जस्ट अब सबैको 2 दिन छुट्टी हुन्छ, हाम्रो ज्वाइँको चाहिँ 1 दिन छुट्टी, सरी 1.5 दिन 1.5 दिन छुट्टीमा चाहिँ कति फ्रेस फिल भइरहेको ज्वाइँ भन्नुहोस् त प्लिज। सही भइरहेको नि। साथीलाई को पारा हेर हो हाम्रो बानी के हो भन्दाखेरि लिने साथी देखाउनु मिल्छ तिमीलाई सानोमा कपडा नङ्ग रूपमा? साथीले चाहिँ नयाँ जर्सीले लगाइदियो। कपडा किन्दाखेरि लाउन दिन्थेन, दसैँ तिहारमा मात्र नयाँ नयाँ कपडा किन्दाखेरि अहिले त ल आफै लगाउनु भनेर स्पेन है। साथी चेन्ज ल टाढा सु सु होइन त के इके फोइ। अनि साथी यो तिमी चाहिँ स्पेनको फ्यान हो कि? अस्ति स्पेनले जितेर लिए जर्सी चाहिँ? अनि म स्पेनको पनि हल्का fan हो। हल्का हो। अनि जर्सी आज सस्तोमा पाएँ 15 भन्थ्यो, के ड्यामेज हुँदै 10 मा उठाएको अनि स्पेन भयो। एक्सपोज भयो त साथी। र हाल्नुपर्छ त हामी। ल गाइज त्यही भएर ल एडिट गरेर नि हामीलाई नि झेउ पनि लाग्छ, आउँदैन यतिकै हाल्दिनु। ल अनि पर्चुगलमा मिठो घाम लागेको छ। कपडा चाहिँ त्यतिमा मात्र पाउँछ त्यहाँ के अरे ओली भाइ के दोस्त। अनि गाइज ल अब हामी चाहिँ पर्चुगल लिस्बनमा बस्छौँ होइन। सो लाइक यदि तपाईँलाई पर्चुगलको लाइफस्टाइल कस्तो हुन्छ इन्ट्रेस्टेड छ भने चाहिँ प्लिज सब्सक्राइब गर्नु होला। एन्ड आई थिङ्क हामीले टाइम मिल्यो भने सबले डे इन अ लाइफ अफ समन हु इज वर्किङ इन पर्चुगल पनि रेकर्ड गर्छौँ। हामी चाहिँ टाइम टु टाइम फुटबल पनि खेल्छौँ। अनि त्यसपछि चाहिँ त्यो फुटबल कन्टेन्ट पनि हाल्छौँ। यी सब केटाहरू चाहिँ सब यो कोही 5 स्टार कोही 3 स्टारको सेफ हो होइन। पैसा छैन इन्जोय छ। हाम्रो यिनी चाहिँ हाम्रो फेभरेट सबैको भला आदमी। हाम्रो चाहिँ 2 दिन छुट्टी हो, दोस्को चाहिँ 1 र आधा दिन हो। हाम्रो चाहिँ यिनी ज्वाइँ हुन् अनि लाइक सबै पर्सनल सबैको पब्लिक ज्वाइँ। पर्चुगलकै भयो। ठिक छ गाइज। सबको भन्दा हुन्छ। ल यति भन्दै म यो आजको यो भ्लग चाहिँ इन्ड गर्न चाहन्छु। अनि लेट मी अहिले चाहिँ हामी के ल्यायो भन्दा लगाएर यताउता खाना देखाउनु, सब्जीहरू देखाउनु पर्यो नि त हामीले। ल यो होइन यो अन्य रिभिल चाहिँ हामी घर घर एकचोटि फेरि बनाउँछौँ भिडियो चाहिँ सब्जी के किन्यो भनेर चाहिँ होइन। मास्टर सेफको हातबाट अनि आज अनि प्लिज गाइज ल सबैले कन्टेन्ट मन पऱ्यो भने चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब। लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला।